कस्तो परिवार थियो, कस्तो क्षणभरमै नष्ट भएर गयो है। उहाँ सिस्टरको चाहिँ शव भेटिएको छ भनेर कुरा आएको छ है। अनि उहाँको श्रीमान र सानो बच्चा चाहिँ अझै पनि मिसिङ हुनुहुन्छ अरे है। त्यो के आफूसँग नि सानो बच्चा भएको भएर होला, त्यो बच्चालाई देख्दाखेरि चाहिँ मलाई कस्तो के मन थाम्नै गाह्रो भएको कि लाइक ऊ त बल्ल संसार देख्न आएको हो नि त, तर उसको त के दोष थियो बिचरा, हुन त दोष त कसैको पनि थिएन। तर सानो सानो बच्चाहरूलाई चाहिँ यस्तो देख्दाखेरि चाहिँ मलाई कस्तो के हुन्छ नि, अझ मुटु चुडिएको छ क्या। अनि एउटा शव पनि देखेको थिएँ मैले, हिलोमा गाडिएको त्यो शव बच्चाको थियो क्या। त्यो भिडियोले पनि मलाई चाहिँ कस्तो एकदमै के हुन्छ नि, भक्कानो छुटायो क्या है। कस्तो नसोचेको के भयो है। अनि विद्यार्थीहरू बच्चा बच्चीहरूलाई चाहिँ रेस्क्यु गर्नु भएको थियो नि त। अनि उहाँहरू त बिहान बुवा आमाले आरामसँगले पठाउनु भएको थियो है। बेलुका अब त्यस्तो हुन्छ अरे, त्यो बच्चा बच्चीलाई नि के थाहा है, उहाँहरूको अब आफन्तहरू कहाँ हराउनु भयो, अब कति बितिसक्नु भयो होला है। त्यो बच्चाहरू अब कसरी के गर्छ है, मलाई कस्तो के त्यो हुन्छ नि, मनै भक्कानिएर आएको छ क्या। अनि उहाँ सिस्टरको टिकटक हेर्नुहोस् न है, मर्नु अघि चाहिँ मान्छेले केही न केही सङ्केत गर्छ भनेको चाहिँ साँचो हो रहेछ क्या। उहाँको टिकटक हेर्नुहोस्। अनि उहाँले चाहिँ बारीको कुरा गर्नुभएको छ। अहिले घुम्नुपर्छ छोरीलाई। अनि यो चाहिँ भोटेकोसी पोहोर साल चाइनाबाट बाढी आयो भने थियो नि रसुवामा। यही नदी हो कि साथी, यति ठुलो आउँछ कि बर्खामा त।